किनकि एउटा असल विश्वासीको चिन्ह यही हो। अनि एउटा असल विश्वासीले कहिले पनि यो परीक्षामा आउँदाखेरि कहिले पनि यताउता यो परीक्षाबाट म अब कसरी हटौँ, यो परीक्षा निवारणको लागि, परीक्षाबाट बच्नको लागि यताउता कहीँ पनि जाँदैन। उसले परमेश्वरमा भर पर्छ, किनकि परमेश्वरले त्यहाँबाट कुराहरू सिकाइरहेको हुन्छ। मैले तपाईँलाई भने पहिलो कुरा के सिकाउँछ उहाँले? परीक्षाले असल गुण अभ्यास गर्ने हामीलाई के दिन्छ? अवसर दिन्छ। अनि यो अर्को चाहिँ यो संसार हाम्रो होइन भन्ने हामीलाई देखाउँछ, किनकि हामी संसारको होइन नि त। हामी संसारको भएको भए त संसारको मानिसले हामीलाई किन परीक्षा गर्थ्यो? हामी पनि संसारको जस्तै हुन्थ्यौँ। आज संसारको मानिसले गर्छ, परीक्षा गर्दैन। उनीहरू मिल्ने जुलेर बसेको छ, किनकि हाम्रो ट्र्याक, हाम्रो लाइन र हाम्रो बाटो नै फरक छ। उनीहरूको बाटो नै फरक छ। अनि हामी जुन परमेश्वरमा विश्वास गर्छौँ अनि उनीहरूले जेमा विश्वास गर्नु त्यो फरक छ। अनि त्यसले गर्दाखेरि के भन्छ, हामीलाई चाहिँ यो हाम्रो के संसार हाम्रो होइन भन्ने सम्झाउँछ। अनि अर्को हामी के हो भने हामीलाई ख्रिस्ट